आखिर जिन्दगीले खोजेको दुःखबाट मुक्ति हो, तर तपाईँले ज्ञान थपाथप गरेर पैसा थपाथप पार्न त सक्नुहुन्छ, तर दुःख मेटाउन सक्नुहुन्न। र दुःख मेटिएन भने यो दुःखैले तपाईँलाई शारीरिक रूपमा पनि कमजोर बनाइदिँदै लग्छ र मानसिक रूपमा डिप्रेसन, एङ्जाइटी जस्ता मानसिक रोगमा ढकेल्न सक्छ। त्यसकारण तपाईँको चुनौती ज्ञान थपाथप गर्नु होइन, तपाईँको चुनौती यहाँलाई थाहा पाउनु हो क्या। तर गजबको छ, हजारौँ वर्षदेखि गीता हाम्रो समाजमा पढिँदै आएको ग्रन्थ हो, व्याख्या गर्दै आएको सबभन्दा बढी पढ्ने कुनै पनि हिन्दू ग्रन्थ छ भने सायद त गीतै होला। तर यो ज्ञेय शब्द हाम्रो व्यवहारमा अहिलेसम्म घरको व्यवहारमा ज्ञेय शब्द कसैले पनि कहिले पनि प्रयोग गरेको सुनिँदैन। ज्ञान त बार बार प्रयोग हुन्छ, ज्ञान 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 ज्ञान। तपाईँहरूले ज्ञेय प्रयोग भएको सुन्नुभएको छ घरमा? सुन्नुभएको छ? छैन, ज्ञेय शब्दै प्रयोग हुँदैन। जबकि गीता हाम्रो कल्चरभित्रको पाटो हो, तैपनि हामीले ज्ञेय शब्दलाई